हाम्रो आजको रेसिपी सुरु गरौँ है त। बन्दा लिने, हरियो बन्दा लिँदा नि हुन्छ। हामीले निलो बन्दा लिएका छौँ। ठिक्कको साइज पारेर चपरमा राख्ने। यदि चपर नभए बोर्डमै राखेर काट्दा नि हुन्छ। त्यसै गरेर प्याज पनि काट्ने र चपरमै राख्ने। अब चप गर्ने। मैले गाजर पनि काटेको थिएँ तर भिडियो बनाउन भुलेछु। चप गरिसकेपछि सबैलाई एउटा बाउलमा निकालेर राख्ने एकै ठाउँमा। चप गरेको सबै इन्ग्रेडियन्टहरू राखिसकेपछि स्क्विज गर्ने, त्यसमा भएको एक्सेस वाटरहरू निकाल्नको लागि। भेजिटेबलहरूलाई स्क्विज गरेपछि पनिर हाल्ने। हामीसँग पनिर नभएकाले चिज हाल्यौँ। बटर हाल्नका लागि तताउने। अब अदुवा लसुनको पेस्ट, नुन स्वाद अनुसार, जिरा धनियाको धुलो, कश्मिरी लाल मिर्च, मोमो मसला, अघि पगालेको बटर हालेर राम्ररी मुस्ने। राम्ररी मुसिसकेपछि हाम्रो भेजिटेबल किमा तयार हुन्छ। र्याप गर्नको लागि हामीले यो इन्स्ट्यान्ट र्यापर युज गरेका छौँ। अब किमा रेडी भएपछि र्यापरमा र्याप गर्ने भेजिटेबल किमालाई। मैले एउटा र्याप गरेर देखाएको छु। सबै किमालाई यसरी र्यापरमा र्याप गर्ने। हामीहरूले यति मोमो चाहिँ पकाउनका लागि तयारी गरेका छौँ। यो साथसाथै हामीले ग्यासमा पानी उमाल्नका लागि राखेका थियौँ। 15-20 मिनट पानी उम्लिसकेपछि मोमोलाई स्टिम हुनका लागि छोपेर पकाउने। 30-45 मिनट पाकेसम्म छोपेर पकाएपछि हाम्रो मोमो तयार हुन्छ र चटनी हालेर यसरी खाने। Thank you for watching the video till the end. Thank you.